क्यालिस्थेनिक ब्लग गाइस। आज म सबैजनालाई स्वागत गर्छु होइन। बाहिर हेर्नु सक्नुहुन्छ बाहिरको अवस्था कस्तो चिसो मौसम छ क्या। त्यही भएर चाहिँ वार्मअप पनि हो, फर्स्ट डे पनि हो, किन बाहिर गर्नु चिसोमा भनेर मैले भित्रै गरिसकेँ। र फर्स्ट डेमा धेरै च्यालेन्जेसहरू धेरै इस्युसहरू आउँछ भन्ने भइरहेको थियो। मैले थोरै रिसर्च गर्दाखेरि चाहिँ र मलाई त्यस्तो केही भएन किनकि म फुटबल खेल्ने गर्छु। गाइस जाडो महिनामा यस्तो जाडो धुर्सी लगाइरहेको छ कि वरिपरि हेर्दा हाम्रो जताततै धुर्सी लगाइरहेको छ कि 2-3 दिनसम्म घाम लागिरहेको थियो। अहिले चाहिँ एकदम धुर्सी लागिरहेको छ गाइस। यहाँ चाहिँ डाइट पाकिरहेको, हजुर डाइट पकाउनुहुन्छ यहाँ एक्सर्साइज गरेर डाइट हेर्नु के पायो के पाएन भनेर अनि नसोधिकन थाहा हुन्छ। हेरेँ भाउजूले पहिला पाठीहरू ब्याउँदाखेरि पाठा पायो भने एउटा पाठा एउटा पाठी पाठा गरे। भोलिपल्ट त पछाडिबाट मुत्यो भरे पछाडिबाट मुत्यो पाठी रहेछ। पाटा र पाठी अलि छुट्याउन गाह्रो हो क्या अन्त एउटा पाएको कतिजना बोल्नु पाएन त। अस्ति एकचोटि दुइटा पाएको चाख्नु राम्रो पाठी मैले पाठी होला चाख्नु हेरेन लास्ट त नाइट एउटा मुटला हाल्नु पछाडिबाट मुटिरहेको बजाइदियो हो क्या फेरि भनिहाल्ने झ्याप पनि नहेरी पायो कति ठुल्ठुलो बेसार, यस्तो ठुलो बेसार मैले बल्ल देखेँ भन्नु फर्स्ट टाइम जिन्दगीमा। यत्रो नि हुँदो रहेछ क्या। कोपले लगाउनु हो कि हुन त बेसार दिँदै हुनुहुन्छ है ठ्याक्क। हजुर एउटा यो सानोवाला चाहिँ गरे, यो सानो भेराइटीको, यो चाहिँ ठुलो भेराइटीको योवाला लगाउनु भन्नुपर्ने भयो आमालाई देखाएर भिडियो। त्यति बात अन्त हेर्दैन कस्तो चकिलो देखियो अन्त त यता यहाँ यता नचल त नचल त नचल त। ए बा किन माया गरे आज धेरै अब बाल खिचाउँदो रहेछ त। फेरि एकचोटि ल फेरि एकचोटि आमा डराएर होला है। गाइज भक्कु लास्ट दिनमा चाहिँ म हजुरहरूलाई एउटा सायरीको साथ भ्लग इन गर्न चाहन्छु। ओके, भोक लाग्यो भने खाना खाऊ न त, निन्द लाग्यो भने सुत न त। र यति रातिसम्म भिडियो हेरिरहेको छौ, भिडियो सक्यो, मोबाइल बन्द गर न त।